यदि तपाईसँग परमेश्वरको लागि 60 सेकेन्ड छ भने कृपया यो पद पढ्नुहोस् र आफ्नो प्रियजनसँग शेयर गर्नुहोस्। किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु ती म जान्दछु, परमप्रभु भन्नुहुन्छ, ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई। यदि तपाईँ भविष्यको बारेमा चिन्तित हुनुहुन्छ भने न डराउनुहोस्। तपाईले अगाडिको बाटो स्पष्ट रूपमा देख्न सक्नुहुन्न, तर परमेश्वरले यसलाई स्पष्ट रूपमा देख्नुहुन्छ। तपाईलाई आफ्नो अर्को कदम थाहा नहुन सक्छ, तर परमेश्वरले तपाईको अगाडिको बाटो पहिले नै तयार गरिसक्नु भएको छ। उहाँले बस्न नहुने मानिसहरूलाई हटाउनुहुनेछ, तपाईले खोल्न नसक्ने ढोकाहरू खोल्नुहुनेछ र तपाईको वर्तमान अवस्था परिवर्तन गर्नुहुनेछ। स्थिर रहनुहोस्, परमेश्वरमा भरोसा राख्नुहोस्। सबै कुरा बिस्तारै राम्रो हुँदै जानेछ। आमीन।